आज चाहिँ मम्मीले मलाई अन्डा करी पकाउन सिकाउनु भयो है त। सो हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु। आजको बिहानको सुरुवात चाहिँ मेरो खाना पकाउँदै सुरु हुन्छ। आज भ्लग किन लेट आयो भनेर सोचिरहनु भयो होला। अनि आजदेखि चाहिँ भ्लग लेट नै आउँछ, 3-4 बजी बेलुकातिर आउँछ। बिहान चाहिँ अलि मैले भ्याइनँ। त्यसपछि खाएँ मैले दिउँसोको खाना। अनि त्यसपछि मलाई चाहिँ आज अलि फेरि गाह्रो भएको जस्तो भयो। म चाहिँ अनि रेस्ट गरेँ, आज निदाएँ। अनि खासै भ्लग आज नि बनाइनँ, ज्वरो आउला जस्तो भएको थियो, त्यही भएर सुतेको गाइस। अनि म चाहिँ बेलुकातिर उठेँ, अलि माइन्ड फ्रेस भयो। त्यसपछि खाएँ मैले आँप। अलि आँप खाएपछि हल्का फेरि एनर्जी आउँछ नि त, त्यही भएर मैले खाएँ आँप। म चाहिँ अहिले बसेको पढ्नको र लेख्नको लागि। अस्ति सर म्यामहरूले के पढाउनु भयो, अनि सबै आज लेखेको है त गाइस। त्यसपछि हुन्छ हाम्रो खाना पकाउने तयारी। मम्मीले चाहिँ आज मलाई अन्डा करी पकाउन सिकाउँदै हुनुहुन्छ है त गाइस। के कसरी पकाउने रहेछ भनेर मम्मीले सबै डिटेलमा मलाई भन्नुभयो। अनि मलाई पकाउनु पनि आयो। एक दिन म यसको खतरा रेसिपी लिएर आउनेछु गाइस तपाईँहरूको अगाडि। मिठो खाले अन्डा करी भयो त गाइस। त्यसपछि यस्तो मिठो मुखमै पानी आउला जस्तो अन्डा करी पाकेर रेडी भइसकेको छ है त गाइस। अब चाहिँ खानुपर्छ रोटीसँग अन्डा करी। आज चाहिँ रुमबाट खासै बाहिर निस्केको पनि थिएन, सिधै राति भयो निस्किँदाखेरि। बाहिरको भ्यू चाहिँ एकदम डेन्जरस छ है त। अब मोबाइलमा त्यस्तो क्याप्चर गर्न सकेन, अब जति सक्यो त्यही हेर्नु है त। यो चाहिँ हाम्रो घरबाट देखिने इभिनिङको भ्यू है त गाइस। पुरै लाइट मात्रै देखिरहेको छ। त्यसपछि खान्छु म बेलुकाको खाना। र आजको लागि यति नै। भोलि पनि म नयाँ ब्लगको साथमा उपस्थित हुनेछु भन्दै थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। हेभ अ गुड डे, लभ यु गाइस, बाई बाई गाइस, बाई बाई।